हे सर्वज्ञानी र मार्गदर्शक परमेश्वर, म आज मेरो जीवनको यस्तो मोडमा उभिएको छु जहाँ मलाई अगाडिको बाटो धमिलो देखिरहेको छ। कुन निर्णय लिने, कुन बाटो रोज्ने र मेरो भविष्य कस्तो हुनेछ भन्ने कुराले मलाई दोधार र चिन्तामा पारेको छ। तपाईको वचनले प्रतिज्ञा गर्दछ, म तलाई शिक्षा दिनेछु, त कुन मार्गमा हिँड्नुपर्ने सो तलाई सिकाउनेछु, म तलाई परामर्श दिनेछु र तमाथि नजर राख्नेछु। प्रभु, मलाई मेरो आफ्नै समझमा होइन, तर तपाईको ईश्वरीय ज्ञानमा भरोसा गर्न सिकाउनुहोस्। मेरो जीवनका सबै बन्द ढोकाहरू खोल्नुहोस् र मेरा लागि गलत भएका ढोकाहरू बन्द गरिदिनुहोस्। मलाई सही समयमा सही निर्णय लिने विवेक दिनुहोस्। हरेक प्रकारको अलमल र मानसिक द्वन्द्वबाट मलाई मुक्ति दिनुहोस्। मेरो भविष्यको योजना तपाईको हातमा सुम्पिन्छु। मलाई विश्वास छ कि तपाईले मेरो लागि शान्ति र उन्नतिको योजना बनाउनु भएको छ। डर र शङ्कालाई हटाएर मेरो हृदयमा निश्चयता भरिदिनुहोस्। तपाई मेरो अगाडि अगाडि जानुहोस् र मेरा बाङ्गा टिङ्गा बाटाहरूलाई सुधार्नुहोस्। मेरो हरेक पाइलामा तपाईको ज्योति चम्कोस्। येशूको नाममा, आमेन।